नमस्कार, म रमेश तामाङ, उत्तरी धादिङ सरकार समितिको संयोजक। अहिले चाहिँ म संयोजकको रूपमा काम गरिरहेको छु। अनि हामीले चाहिँ फागुन 21 गतिको निर्वाचनभन्दा अगाडि हाम्रो टिमले, विशेष गरी खनियावास, रुबी भ्याली, गङ्गा जमुनाको चाहिँ युवा साथीहरूको टिमले एउटा अभियान सञ्चालन गर्ने निधो गरेका छौँ। र त्यो अभियानको बारेमा आज म तपाईँहरूलाई यो भिडियो मार्फत केही सर्टेन कुराहरूमा जानकारी दिन चाहन्छु। हामीले खासमा चलाउन आँटेको अभियान चाहिँ निर्वाचनभन्दा अगाडि चाहिँ उत्तरी धादिङको साङ्कोस्तुपिङ सडक खण्डको मुद्दाले लिएर अभियान सञ्चालन गर्न खोजेका हौँ। र तपाईँलाई थाहा छ, उत्तरी धादिङको सबैभन्दा ठुलो बटम लाइन मुद्दा भनेकै साङ्कोस्तुपिङ सडक खण्ड हो। आज किनभने त्यो सडक खण्ड खोलेको लगभग 3-4 दशक हुँदासम्म पनि आजसम्म त्यो सडक खण्ड पेज हुन सकेको छैन, कालोपत्री हुन सकेको छैन। अनि लगभग नेपालीको औसत आयु 65 वर्ष। एउटा सडक खण्ड कालोपत्री हुनकै लागि हामीले चाहिँ 50 वर्ष 40 वर्ष बिताउनु पर्ने भन्छ। यो यसले विकास भनिँदैन साथीहरू। त्यसैले यो पटकको निर्वाचनमा र हरेक निर्वाचनमा जनप्रतिनिधिहरू आउँछन्, उम्मेदवारहरू आउँछन्, तपाईँसँग बाचा गर्छन् यो सडक बनाउँछु भनेर, तर सडक बनाउँदैनन्। कहिले पनि बनाएको छैन उनीहरूले। जहिले पनि त्यो कुराहरू बाचामै मात्रै सीमित भयो। जनप्रतिनिधिहरू निर्वाचनभन्दा अगाडि आउँछन्, गाउँमा भाषण गर्छन्, जान्छन्, हाम्रो मान्छेलाई झुकाउँछन् अनि निर्वाचित भइसकेपछि तपाईँको विगत 5 वर्षमा कुनै जनप्रतिनिधिले मलाई लाग्छ तपाईँको क्षेत्रमा आएर तपाईँको समस्या के छ भन्ने चाहिँ सोधपुछसम्म गरेको छैन। र जनप्रतिनिधि फर्केर आउने कुरै भएन। र जनप्रतिनिधिले यदि कुनै चाहिँ कामले आउनु परे तापनि हेलिकप्टरबाट आउँछन्। अनि जनप्रतिनिधिले त्यहाँको रोडको अवस्थाको बारेमा थाहा हुने कुरै भएन। त्यसैले यो निर्वाचनमा कमसेकम अलिकति जो मान्छेले हाम्रो मुद्दालाई सम्बोधन गर्छ त्यो मान्छेलाई यो निर्वाचनमा निर्वाचित गराउन सक्यो भने हामी सबै उत्तरी धादिङको जनताले न्याय पाउनेछ भन्ने विश्वासका साथ तपाईँहरू समक्ष हामी यो अभियान लिएर आउँदैछौँ। र यो अभियानमा तपाईँ दाजुभाइ दिदीबहिनीहरू, आमा बुवा, सरकारवाला मान्छे, हरेक मान्छेले यो अभियानलाई साथ दिनुपर्ने छ। किनभने यो एउटा कुनै व्यक्तिको मुद्दा पनि होइन, कुनै जातिको मुद्दा, कुनै धर्मको मुद्दा र कुनै एउटा चाहिँ पार्टीको मुद्दा पनि होइन। हामी सबै जति मान्छे उत्तरी धादिङमा बसोबास गर्ने सबै मान्छेको मुद्दा हो। त्यसैले तपाईँ दाजुभाइ दिदीबहिनीहरूले यो मुद्दामा एकबद्धता जनाइदिनु हुनुको लागि आग्रह गर्न चाहन्छु। हामी तपाईँको गाउँमा, हामी तपाईँको टोलहरूमा यो अभियान लिएर तपाईँहरूको हकसाक्ष्य सङ्कलन गर्न आउँदैछौँ। र हकसाक्ष्य सङ्कलन गर्नुको उद्देश्यहरू चाहिँ एटलिस्ट निर्वाचन अगाडि हकसाक्ष्य सङ्कलन 10 देखि 15 हजार मान्छेको हकसाक्ष्य सङ्कलन गरेर राख्यो भने निर्वाचनभन्दा पछाडि कुनै पनि निर्वाचित जनप्रतिनिधिले काम नगरेको खण्डमा तपाईँ राम्रो मुद्दाले किन रेस्पोन्स गरेन भन्ने क्वेसन सोध्नको लागि ठुलो नैतिक आधार हामीसँग हुनेछ। त्यसैले त्यो आधार बनाउनु चाहिँ एउटा हो। अनि हरेक समाजमा, सोसाइटीमा एउटा क्वेसनेबल इन्भाइरोमेन्ट बनाउने हाम्रो अर्को उद्देश्य हो। यदि कुनै पनि जनप्रतिनिधि आउँदै गर्दाखेरि त्यहाँको समाजको मान्छेले चाहिँ तैँले किन यो काम गरेनस्, यो निर्वाचन पछाडि जितिसकेपछि पनि योभन्दा अगाडि किन नगरेको र अहिले के गर्छस् भन्ने किसिमको कोही प्रश्न सोध्ने खालको एउटा समाज सिर्जना गर्न सक्यो भने हाम्रो अभियानले सफलता चाहिँ लिएको मान्नेछ। अनि जति पनि हाम्रो दाजुभाइ दिदीबहिनी हुनुहुन्छ, तपाईँहरू सबैले, सरकारवाला मान्छेहरूले, उत्तरी धादिङको मान्छेले यो विषयमा आवाज उठाइरहनु भएको छ। तर एउटै मात्रै कमजोरी के भइरहेछ भन्दाखेरि हामीले युनाइटेड आवाज उठ्न सकिरहेको छैन। त्यसैले यो हकसाक्ष्य अभियान चाहिँ हामी सबैको आवाजलाई युनाइटेड गर्नको लागि र हामी सबैको एकरूपता आवाज बन्नको लागि पनि हो। र हामीले यो हकसाक्ष्य अभियान यदि सफल भएको खण्डमा र उठाइसकेपछि त्यो उठेको हकसाक्ष्यको दस्तावेजलाई जनप्रतिनिधि हरेक उम्मेदवारसँग प्रतिबद्धता सहितको हकसाक्ष्य गर्न लगाउँछ र त्यसलाई मिडियाको अगाडि रेकर्ड गर्छौँ। र पछि हाम्रो यो अभियान जति निर्वाचनभन्दा अगाडि सक्रिय हुनेछ त्योभन्दा 2 गुणा या 10 गुणा बढी, त्योभन्दा 10 गुणा बढी निर्वाचन पछाडि सक्रिय हुनुपर्नेछ। त्यसैले म उत्तरी धादिङमा जति पनि रहनुभएका आमा बुवा, दाजुभाइ दिदीबहिनीहरू, विशेष गरी यो 3टा पालिकाको खनियावास, गङ्गा जमुना, रुबी भ्याली 3टा पालिकाको सम्पूर्ण आम सरकारवाला जनताहरूलाई आग्रह गर्न चाहन्छु, यो हकसाक्ष्य अभियानमा सबैभन्दा बढी हकसाक्ष्य गरेर यो अभियानमा सहभागी बनाऊ। धन्यवाद।